हेलो दर्शकबिनहरू, म तपाईहरुलाई आज यस्तो रहस्यमय कुराहरू देखाउन गइरहेको छु कि त्यो रहस्यमय कुरा के होला त? तपाईहरुको मनमा पनि जिज्ञासा आओला है त। तपाईहरुलाई म के भन्न गइरहेको छु भन्दाखेरि आज 35 वर्ष भयो गणतन्त्र आएको। गणतन्त्रमा हाम्रै तीनटा पार्टीका दलहरूले जितिरहेका थिए र यो तीनटै पार्टीहरूले जितिरहेका बेलामा हाम्रो मधुबन नगरपालिका वार्ड नम्बर 2 मा चाहिँ यति राम्रो विकास भएको छ, यति राम्रो विकास भएको छ कि 35 वर्ष भयो गणतन्त्र आएको, 35 मिटरको नाला बनेको छ गाइजहरु। यसलाई चाहिँ यति शेयर गरिदिनुस्, यति शेयर गरिदिनुस्, यति शेयर गरिदिनुस्, यति शेयर गरिदिनुस् कि यो नेपाल अधिराज्यभरि फैलियोस्। यो 35 वर्षभित्रमा विकास भएको भनेको हाम्रो मधुबन नगरपालिका वार्ड नम्बर 2 मा 35 मिटरको बाटो दर्शकबिनहरु, 35 मिटरको बाटो बनेको छ। यो 35 मिटरको यो नाली बनेको छ हाम्रो यो हैन। 35 वर्षमा 35 मिटरको नाला बनेको छ। तपाईहरुले यति शेयर गर्नुस्, यति डेभलप भइसकेको रहेछ, यति यो गाउँको जनता पनि यति शिक्षित छन् कि कुरै छोडिदिनुस्। पुरा के गरे तपाईको तामाको थालमा भात खान्छन् हैन, अनि पुरा फोल्डिङ वाला बिस्तारामा सुत्छन्। अनि त्यसपछि यहाँका जनताहरुका बच्चा-बच्चीहरु चाहिँ पुरा कम्प्युटर बच्चैदेखि 1 क्लासदेखि कम्प्युटर चलाउन सिकेका छन्, कम्प्युटरहरु चलाउने। अनि त्यस्तो विकास बनाइदिएको छ। यो स्कुलहरु पनि यस्तै डेभलप भएको छ। दर्शकबिनहरु, तपाईहरुले चाहिँ यो भिडियोलाई एकदमै शेयर गरिदिनु होला, लाइक कमेन्ट शेयर यति शेयर गरिदिनुस् कि पुरा विश्वभरि फैलियोस् यो भिडियो। हस् त, धन्यवाद, थ्यांक यू, नमस्ते, जय नेपाल।